ल हेर्नुहोस् त आज मैले यो के किनेछु के होला यो बिस्कुट जस्तो खास यो बिस्कुट चाहिँ होइन यो हो मासु यानी चिकन हैन नेपालको जस्तो आलु चिकन चाहिँ यता हुँदैन यसरी प्लास्टिकमा अथवा प्याकेटमा प्याक गरेर राखेको हुन्छ नेपालतिर अब मासु लिन जाँदाखेरि कस्तो हुन्छ ए यो ठाउँको दिनु त्यो ठाउँको दिनु भन्दाखेरि पसलेहरूले के गर्छ अलिकति कस्तो गर्छ नि हैन दिनु मान्दैन तर यता के हुन्छ आफूलाई जे चाहियो त्यही लिने हो हुन त अब यताको अब मास प्रोड्युस धेरै हुन्छ त्यही भएर पनि होला अब यहाँ हेर्नु न अब एउटा चिकन ठ्याक्क लाएर 100 ग्राम 100 अरे 900 ग्राम हैन 1000 ग्राम 1200 ग्राम 1300 ग्रामको प्याकेटमा आउँछ हैन ट्याक्क चौचौ बेचे जस्तो हुन्छ यता चिकन नेपालमा पनि गर्न सक्छ होला त्यस्तै तर अब थाहा छैन कतिको गर्न सकिन्छ मान्छेहरूले फेरि अब प्लास्टिकमा भएको कुरा भनेपछि अब खान नि मान्दैन होला तर भइरहेछ त हामीले त यता खाइरहेका छौँ सारा विदेशले खाइरहेछ हैन अब नेपालमा मात्रै खाना नहुने त होइन यो झन् अब सफा हुने भयो अब नेपाल के अरे बाइकको तल स्कुटरको तल झुन्डाएर ल्याइन्छ मासु कस्तो गाडी हुन्छ मासु बोक्ने तपाईँलाई थाहा छ यहाँ ट्याक्क लाएर फ्रिज भएको गाडी हुन्छ भित्र प्लास्टिकमा मासु प्याक हुन्छ फ्याक्ट्रीमै सरसफाइ पनि हुने भयो अनि यता अब मासु नै लिन भनेर चाहिँ अब छुट्टै दोकानमा चाहिँ जानु पर्दैन हेर्नुहोस् है म देखाउँछु तपाईँलाई ट्याक्क लाएर तरकारी फलफुल पाउने पसलमै सर्लक्क लाएर एउटा फ्रिज राखिदिएको हुन्छ चिसो राख्ने फ्रिज जस्तै कोकको एउटा फ्रिज भए जस्तै यहाँ एउटा ब्रान्ड हुन्छ यो ब्रान्डले फ्रिज दिएको हुन्छ पसलेलाई त्यही पसलमा ट्याक्क लाएर ल्याएर उनीहरूले राख्छ अनि हामी अब कस्टमरले गएर किन्ने कि कुन प्रडक्ट हो पुरै सोरुम जस्तो एउटा मासु किन्नको लागि हो विङ्स खानु मन लाग्यो विङ्सको लागि छुट्टै नेपालमा पखेटा खोज्नलाई कति समय लाग्छ पसल धाउनुपर्छ फेरि पखेटा मात्रै दिनु मान्दैन नि त अनि पखेटाहरूलाई पनि चाहिन्छ हामीले अब बार्बिक्यू गर्दाखेरि कति 5-6 वटा पसल धाएपछि बल्ल अनि 2-3 किलोको बार्बिक्यू समेटेर अनि बल्ल अनि ल पखेटा खुट्टा के अरे बटुलियो अब चाहिँ गरौँ बार्बिक्यू भन्नु पर्थ्यो तर यता चाहिँ यस्तो हुन्न है यता चाहिँ जे चाहियो त्यही किन्नलाई एकदम सुविधा छ नेपालमा पनि सायद यस्तो भयो भने राम्रो होला कोही हुनुहुन्छ एन्टरप्रेन्योर खालको दिमागवाला हुनुहुन्छ भने ल है गर्नुहोस्